आज 19 तारिक मार्च माखा भन्ने यो जग्गामा फेरि आउने मलाई मौका भयो। यहाँको हालैको नर्थ इस्टको फादर टमी क्लेरिसन कङ्ग्रेगेसनको उहाँले यो जग्गा मन पाएर मेरो निम्तोमा आउनु भएको हो। म अति नै खुसी छु यो फादरहरूले यति छिटो यो उन्नतिको कामहरू सुरु गरिसकेको छ। यो जग्गामा मानिसहरूले यो जमिन दिएको कारण चाहिँ हामीलाई राम्रो स्कुल दिनुहोस् भनेर हामीलाई यो जमिन दिएको थियो। अन्त हामी डायोसिजन आफै चाहिँ हामी त अब अरू जग्गा पनि ठुल्ठुलो जग्गाहरू छ र मान्छे नै नपुग्ने र मैले विभिन्न कङ्ग्रेगेसन यसरी ल्याउँदै थिएँ। अन्तमा क्लेरिसन फादरले मन पराउनु भयो अनि उनीहरू पनि झट्टै जाइदिन्छौँ भन्नुभयो र काम पनि सुरु गरिहाल्यो। र आज चाहिँ मलाई यहाँ बोलाएको थियो सानो प्रेयर सभा राखेर आशिष दिनुको निम्ति। अनि म अति खुसी छु कि अब चाहिँ यो माखा जग्गामा मान्छेहरूको ड्रिम पुरा हुन्छ होला। एउटा क्वालिटी एजुकेसन बाई नेक्स्ट इयर सुरु गर्ने उहाँहरूको प्लान छ। अहिले त बस्ने घर चाहिँ बनाइसक्यो, अब त्यहाँनिर वालहरू लाउँदैछन् अनि स्कुल पनि सुरु गर्ने मलाई उहाँहरूले भन्नुहुँदै थियो। पहिले चाहिँ प्राइमेरी सुरु हुन्छ अनि त्यसपछि बिस्तारै त्यसरी उन्नतिकोतिर लाग्न सक्छ। अनि यहाँका मान्छेहरूको लागि एउटा क्वालिटी एजुकेसन पायो भने यहाँको मसिनो नानीहरूले मौका पाउँछ भन्ने उद्देश्यमा हो। अनि साथसाथै यहाँको सानो मण्डली छ, 15-20 घर छ होला। उनीहरूको लागि लिङ्गी जानुपर्ने, कोही बेला तादोङ जानुपर्ने बिजोग थियो बिचराहरूको, त्यो पनि पुरा भएको छ। उहाँहरूको विश्वासमा पनि उनीहरूले पाउनुपर्ने दैनिक आत्मिक भोजन र मिसो बलिदान पनि पाइरहेको छ अहिले। त्यो चाहिँ म अति नै खुसी छु। सायद यहाँको मान्छेहरू पनि खुसी छन् भनेर अघि मलाई 2-4 जनाले भन्नुहुँदै थियो र आई विश देम अल द बेस्ट। म त एकदमै खुसी छु उहाँहरू आएर यो जग्गामा अझै पनि अब नयाँपन आउने नै छ। एउटा क्वालिटी एजुकेसन ल्याएर सबै कुरा प्रार्थनाको घरबाट सबैको निम्ति प्रार्थना गरेर यो गाउँमा शान्ति छाइरहोस् भन्ने मनोकामना म राख्न चाहन्छु। र यहाँको फादर टमी अनि उहाँको सबै संस्थाको फादरहरूलाई, माखाका मण्डलीलाई अनि यहाँका सबै गाउँले दाजुभाइ अनि सबै विशिष्ट वर्गहरूलाई प्रभुको आशीर्वाद रहिरहोस् भन्ने आशीर्वाद अनि प्रार्थनामै म कामना राख्दछु।